उपभोक्ता समिति उपभोक्ता समिति उपभोक्ता समिति। म निवेदन गर्न चाहन्छु, यो 8वटै जिल्लाको रेकर्ड हो। 8वटै जिल्लाको रेकर्ड के हो भने पर्सा जिल्लामा तपाईको 2 महिना अगाडि मान्यजीहरूले जुन चिठी बुझेर लानु भएको छ त्यसको पनि सम्झौता भएको छैन। त्यो चिठी कहाँ गयो? अहिलेसम्म त्यो चिठी कहाँ छ? यो सदनमा जवाब दिनुपर्छ कि पर्दैन? जवाब त भौतिक मन्त्रीले दिने हो, अपमान त भौतिक मन्त्रीले सहने हो, गाली त भौतिक मन्त्रीले खाने हो। तर यो वास्तविकता के हो? म पढौं, नाम पढौं यसमा। यो 8वटै जिल्लाको मान्यजीहरूको यहाँ तपाईको पर्सा जिल्लामा 13वटा योजनाको चिठी अहिलेसम्म वार्डमा दर्ता भएको छैन। 2 महिनादेखि कहाँ रुमलिरहेको छ त्यो चिठी? मलाई जवाब चाहियो। त्यस्तै तपाईको 12 जिल्लामा 37वटा चिठी अझै पनि वडा कार्यालयमा दर्ता भएको छैन, नगरपालिकामा दर्ता भएको छैन। माननीयज्यूहरूको योजनाको कुरा गर्दैछु, के जवाब कसले दिन्छ? भौतिक मन्त्रीले दिने हो। तपाईहरुले मलाई कटिघरामा खडा गर्न खोज्नुभयो हो। म नाम पढौं। मान्य पर्साबाट सुरु गरौं। सुनौ गर्नु पनि पर्छ यो। मान्य शंकर चौधरी एउटा योजनाको सम्झौता भएको छैन। मान्य जनार्दन सिंह छेत्री हाम्रो मन्त्री नै हुनुहुन्छ, उहाँको सबै योजना के रे भइसकेको छ। मान्य सिंहासन शाह कलबार 3वटा योजनाको उहाँको सम्झौता भएको छैन। हैन, मैले भन्न खोजेको विषय यो 5 करोड भित्रको योजनाको चिठी हो। त्यही भएर मैले समग्रमा पढ्न खोजेको थिएँ। हैन यो हैन, म तपाईले किन यो विषय राख्न खोजिरहेको छु भने मान्यहरूले प्राप्त गरेको योजना यो मान्यले प्राप्त गरेको चिठी म अरु पनि जवाब दिँदैछु। म यो मान्यबाट सुरु गर्न खोज्या हो, अरुको पनि जवाब दिँदैछु। म मान्यहरूले पर्सा जिल्लामा 13वटा योजनाको चिठी जुन तपाईको अझै पनि सम्झौता हुन बाँकी छ, यो अझै पनि वडामा दर्ता हुन बाँकी छ। त्यस्तै तपाईको चाहिँ 12 जिल्लामा 37वटा योजनाको चिठी। मान्यज्यू अलि धैर्य गरौं, सरकारको तर्फबाट जवाब दिन भन्नुभएको छ, म दिइरहेको छु। 37वटा योजनाको चिठी मान्यज्यूहरूले अझै पनि वडा कार्यालयमा दर्ता गर्नुभएको छैन 12 मा। त्यस्तै पूर्वाधार विकास कार्यालय रौथरका मान्यज्यूहरूले 31वटा योजनाको चिठी अझै सम्झौता गर्नुभएको छैन। सर्लाही जिल्लामा 14वटा चिठी अझै पनि पूर्वाधार विकास कार्यालयमा दर्ता भएको छैन, सम्झौता भएको छैन, वडा कार्यालयमा पनि दर्ता भएको छैन। महोत्तरीमा 11वटा चिठी अझै पनि दर्ता भएको छैन। भनौं मान्य सरोज कुशवाहा यही हुनुहुन्छ, उहाँको चिठी पनि यहाँ त लेखिएकै छ त। उहाँको मान्यजी बस्नु अलि सुस्तरी बोल्दा पनि हुन्छ मान्यजी। ठीक छ, अरु जवाब दिने कुरा म भोलि दिन्छु। ठीक छ, झुट बोल्नमा पनि माहिर हो। ठीक छ, यहाँ डाटा छ मान्यजी, डाटा छ, बोल्न दिनुस्। अब म अझै उहाँले बोल्नुभयो मेरै निर्देशनमा। मान्यजी छट्याउनुस्, धेरै भयो। उपभोक्ता समिति दर्ता भएको छैन। उपभोक्ता समिति दर्ताको प्रक्रिया के हो? उपभोक्ता समिति दर्ता गराउन लागि वडामा चिठी दर्ता हुनुपर्छ। 2 महिना भइसक्यो, आजको मितिसम्म त्यो वडामा त्यो चिठी दर्ता भएको छ भने मान्यले भने जस्तै यो सदनको कारबाहीको विषय ममाथि बनाइयोस्, नभए ठूलो स्वरमा बोल्ने मान्यज्यूहरूले पनि यो अलिकति हेक्का राख्नुस्। त्यस्तै तपाईको चाहिँ नि के रे सिरहामा 36वटा योजनाको चिठी अझै पनि मान्यहरूले लिएको चिठी पनि दर्ता भएको छैन। मान्यजी बोल्न दिनुस् न, तपाईहरु बोल्ने बेलामा त म बोलेको थिएन, बोल्न त दिनुस्। सदनमा आरोप लगाइरहनु भएको छ। यो जम्मा चिठीहरू अहिले मान्यजीको हातमा परेको 2 महिनादेखि किन दर्ता भएको छैन, यसको जवाब के भौतिक मन्त्रीले दिनुपर्छ। म यो सदन मार्फत म आफ्नो सरकारको मुख्यमन्त्रीजीलाई
गठबन्धनमा सहभागी राजनीतिक दलहरूलाई आग्रह गर्न चाहन्छु, म माइन्डेड पाऊँ, भोलिदेखि अर्को चिठी काट्छु। भोलिदेखि अर्को चिठी काट्छु। किन भन्दाखेरि बजाबते साथ चिठीमा लेखिया छ, बजाबते साथ हद म्याद बाटोको म्याद सहितको चिठी लेखिया छ। अनि के आलोचना भौतिक मन्त्रीले खाने, कटघेरामा भौतिक मन्त्री खडा हुने? त्यसो भए कारणले गर्दा यो विषयवस्तुहरू तपाईहरुलाई मैले राख्न खोजेँ।